आइभीएफ को प्रोसेस चाहिँ 3 स्टेप्समा डिभाइड गरिएको छ हैन। आइभीएफ गर्दाखेरि फर्स्टमा चाहिँ 10 देखि 12 दिनसम्म इन्जेक्सन्स लाउने अवधि हुन्छ, जुन पिरियडलाई चाहिँ हामीले स्टिमुलेसन गर्ने अवधि भन्छौँ। त्यो बेलामा चाहिँ हामीले ओभेरीमा भएको फलिकल्सहरूलाई चाहिँ जति सक्दो स्टिमुलेट गरेर अनि त्यहाँबाट एगलाई निकाल्ने प्रोसेससम्म लाने हो। र हामीले जुन दिन सेकेन्ड स्टेप गर्छौँ त्यो भनेको चाहिँ एग रिट्रिभल हुने दिन हो। त्यो दिन चाहिँ हामीले एग्सलाई बाहिर निकालेर अनि हस्बेन्डको शुक्रकेटी निकालेर अनि बच्चा बनाएर अनि बनेको बच्चालाई चाहिँ हामीले फ्रिज गरेर राखिदिन्छौँ। यो चाहिँ होल आइभीएफको प्रोसिजर भयो। तर जो वुमेनहरूलाई आफूलाई एग फ्रिजिङ गर्नु छ भने चाहिँ यो 3टै स्टेपमा जानु पर्दैन। उहाँहरूको चाहिँ फर्स्ट स्टेपमा जुन हामीले स्टिमुलेसन गर्ने फेज हुन्छ, जुन बेलामा हामीले एग्सहरूलाई डेभलप गराउने स्टेज हुन्छ, फलिकल्सहरू मोनिटर गर्ने टाइम हुन्छ, त्यही 10-12 दिनको हर्मोनल इन्जेक्सन्स दिइसकिसकेपछि चाहिँ हामीले एग्सलाई निकाल्छौँ। त्यो डेलाई चाहिँ हामीले एग रिट्रिभल डे भन्छौँ। त्यो दिन चाहिँ बेहोस गराएर नै अन्डा निकाल्न पर्ने हुन्छ। हामीले विदाउट एनेस्थेसिया गर्न सक्दैनौँ किनभने पेनफुल हुन्छ। र त्यो अन्डा निकालेपछि चाहिँ हामीले अरू प्रोसेसमा जाँदैनौँ, भ्रूणहरू बनाउने प्रोसेसमा जाँदैनौँ। एग्सलाई चाहिँ त्यतिखेर नै हामीले फ्रिज गरिदिन्छौँ। धन्यवाद।